कुनै बेला दुईटा रामदेवको पहिलो र दोस्रो लाइभ के भन्छ योगा सेसनमा म पनि गएको थिएँ भेरकटी मण्डपमा। हाई, मलाई एउटा कफी दिनुहोस् न विथ मनको घिउ। घिउ घिउ हेल्दी चोइस म्याम। एक चम्चा पोषणयुक्त मनको घिउले तपाईलाई दिनभरिको ऊर्जा प्रदान गर्छ। गुड फ्याटले तपाईको शरीर र दिमागलाई हेल्दी बनाउँछ। यो केवल घिउ होइन, नेपालमा बनेको मनको घिउ। परम्परागत स्वादलाई नयाँ प्रविधिको माध्यमबाट तपाईलाई हेल्दी बनाउने सुनौलो साथी हो। महेश्वर, हाम्रो मार्केट कसरी चल्छ? यो मैले किन जोडेँ भन्दाखेरि अस्ति एकजना ठुलो बिजनेस हाउसको एकजना होइन बिजनेस लिडरसँग बसेर यतिकै क्याजुअली हामी कुरा गर्दैथ्यौँ। सन्चै रिलेसनसिपले चल्ने त हो नि, हामी सानो छ नि हाम्रो मार्केट, सबै रिलेसनसिप त हो भनेर उहाँले भनिसकेपछि म मुसु हाँसिरहेको छु। त्यो त एकदम सही हो। हाम्रोमा रिलेसनसिप र नेटवर्क त्यसलाई सबसे अब्बल राख्ने, सबसे माथि त्यही कुरालाई राख्ने। यदि रिलेसनसिपले हाम्रो प्रडक्ट चल्थ्यो भने 12 सिङ्गे मलाई खानलाई रवि केसी दाईले 12 सिङ्गे खाऊ भनेर मैले खाएको कि कोको कोलाको एटलान्टाले मलाई कोक खाऊ भनेको, या धाराको तेलले त्यो धारा म कुमुद्दुगोडलाई चिन्छु भनेर खाएको हो कि होइन, या एलजीको टिभी स्क्रिन विनोद चौधरीजीको हो, मेरो त एकदम मैले रेस्पेक्ट गर्ने मान्छे हो उहाँको किनेको होइन। त्यति बेला फेरि शेखरजी रिसाउनुहुन्छ होला, स्यामसङ त्यो हो, प्रणय मेरो साथी हो स्यामसङको, उसको मोबाइल मैले किन्ने कि भने कन्ज्युमरको आफ्नो चोइस हुन्छ। कन्ज्युमरले आफूले डिसिजन गर्छ। यस नेटवर्कको काम कहाँ आउँछ भने डिस्ट्रिब्युसनमा, राइट? किनभने डिस्ट्रिब्युसनमा क्रेडिटको कुरा होला, अर्को क्रेडिबिलिटीको कुरा होला भने यति बेला म के भन्छु भने डिस्ट्रिब्युसन नेटवर्कमा बल्ल यो कुराले रोल प्ले गर्छ। एकछिन इमेजिन गरौँ, चौधरीको विनोद चौधरीजीको कुनै नयाँ प्रडक्ट बजारमा आयो हो, एउटा डिस्ट्रिब्युटरले पहिला नै बुझिसक्छ कि यो त विनोद चौधरीजीको हो, भर्सेस एउटा कुनै सिमिलर प्रडक्ट महेश सुवारले लन्च गर्यो। को हो महेश सुवार? चिनेन उसले त, यो ए ग्रुप हो भनेर, को हो ग्रुप फेरि चिनेन होइन, न बायरले चिन्यो, न डिस्ट्रिब्युटरले चिन्यो, न डिलरले चिन्यो। वेयरएज सिजीको हो, जस्तो त्यो सिजी पनि पर्दैन, लोगो मात्र सिजी देख्यो उसले, यो त चौधरी, काहीँ न काहीँ काइन्ड अफ रेस्पेक्ट आयो। त्यो ब्रान्ड हो कि बनेको ओभर अ पिरियड, ओभर अ एज होइन। त्यसमा नेटवर्कको पनि ठुलो रोल सुरुमा भइसक्यो, हिस्टोरिकल्ली गरिसक्यो होइन। आज गोर्खा ब्रुअरलाई कार्लसबर्ग देखाउनलाई कसैले केही गर्नै पर्दैन, कार्लसबर्गले आफ्नो मार्केट बनाइसक्यो। द टाइम त्यो प्रडक्टमा क्वालिटी छ त्यति बेला हो। अब नयाँ प्रडक्ट जब लन्च हुन्छ यति बेला त्यो नेटवर्कले मात्र काम गर्नै सक्दैन। दे आर प्लेन्टी अफ अदर फ्याक्टर्स जसलाई कन्सिडर गर्यो भने बल्ल हुन्छ। र हाम्रो जस्तो कन्टेक्स्टमा मलाई लाग्छ अघि एउटा मैले वर्ड युज गरेको छु, हामी चाहिँ पुल र पुसको बिचमा हराएको छौँ भनेर हामी क्याजुअली कुरा गर्दै हो। आज रामदेव महाराज कुनै बेला दुईटा रामदेवको पहिलो र दोस्रो लाइभ के भन्छ योगा सेसनमा म पनि गएको थिएँ भेरकटी मण्डपमा, जुन बेला रामदेव महाराजलाई हाउस अरेस्ट गरेको थियो। प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो कि बाबुराम, सरी म त्यहाँ कन्फ्युज भएँ, त्यति बेलाको टाइम थियो भने त्यो एउटा मास फलोवर बेस भएको रामदेव महाराज होइन। अर्कोतिर चिनी र पानी र कार्बन हालेको कोको कोला, दुईटा डिस्टिङ्क्ट प्रडक्ट, एउटा आयुर्वेदिक योगबाट रचित होइन, रामदेव महाराजको आफ्नो फलोवर्सहरूको मास नेटवर्क भएको ठाउँ को प्रडक्ट, अर्को कोको कोला। दुवै चिज आज तकमा या कुनै पनि प्लेटफर्ममा, अहिले इन्डियाको कुनै पनि च्यानल हेर्नुहोस्, प्लेटफर्म्स हेर्नुहोस्, आयुर्वेदिक भन्दै रामदेव आफै उम्मिनुहुन्छ, आफै त्यसको उहाँ नै हो म्यानुफ्याक्चरर, तर उहाँ नै उम्बिदिनुहुन्छ एज अ ब्रान्ड हेडको रूपमा, ब्रान्ड प्रमोसन कनेक्ट गर्नको लागि ब्रान्ड एम्बेसडर बन्नुहुन्छ, घिउको पनि बन्नुहुन्छ होइन, एलोभेरा जेलको पनि हुन्छ होइन। त्यसपछि उहाँ
आए दिन कुनै न कुनै एक्टिभिटी गर्नुहुन्छ जो चाहिँ न्युजको कन्टेन्ट भन्छ, दौडेर हुन्छ कि घोडा चढेर हुन्छ कि योग गरेर हुन्छ कि राइट। त्यो सबै गर्दा उहाँको एउटा ठुलो ग्लोबल नेटवर्क बेस छ। मै आफूले पनि अनुलोम विलोम भ्रामरी भन्ने कुरा रामदेव हेरेर थाहा पाएको हो। र यतातिर चिनी पानी हालेको कोकाकोला, दुवैजनाले इरेस्पेक्टिभ आफ्नो प्रेजेन्स मेन्टेन गर्नको लागि 365 प्लेटफर्म प्रमोसन गर्छन्। भन्न खोजेको सोसल मिडिया किन उसलाई यङ्स्टर्स आयो हो, त्यसपछि टेलिभिजन, त्यसपछि रेडियो, त्यसपछि प्रिन्ट, र त्यति मात्र होइन, त्यसपछि हामी ओटिटी, त्यसपछि हामीले के भन्छ होर्डिङ बोर्ड्स होइन, त्यसपछि सिनेमा हल्स, एनी प्लेटफर्म यु थिङ्क अफ होइन, जहाँ कन्ज्युमर जान्छ त्यो ठाउँमा उहाँ प्रेजेन्स हुन चाहनुहुन्छ। अब जब कन्ज्युमरले त्यो रिपिटेडली देख्छ, उसले गएर काउन्टरमा चाहिएको येलो बोरा चाहियो भन्दा उसले रामदेवको येलो बोरा भनोस् न। उहाँको आफ्नो आउटलेट त छ त, डेडिकेटेड एक्सक्लुसिभ आउटलेट छ, तर अर्को आउटलेटमा पनि सोध्नु पऱ्यो, भाटबाट नै गएर सोध्नु परेन। कोकाकोला खान मन लागेको बेलामा कोकाकोला पाएन भने त उसले पेप्सी खान्छ नि त। सो उसले पुल स्ट्राटेजी, यसलाई के भन्छ पुल स्ट्राटेजी भनेको टप अफ द कन्ज्युमरको माइन्डमा बस्नु पऱ्यो। जब उसले सोध्छ मलाई प्लेनमा चढेर पोखरा जानु छ, टपमा के आयो? बुद्ध, यति, श्री, राइट। मैले बुद्ध पाएन, म बुद्धै कुरेर बस्छु त? कुर्दैन। यति लिन्छु, यति पाएन श्री लिन्छु, जान पो मेरो इन्ट्रेस्ट हो पहिलो। देन यो 3टा लाइन बस्यो भने हु लुज द करेन्ट मार्केट? कसले लुज गर्यो? इमिडिएट सेल्स लुज गर्यो, बुद्धले गर्यो। कोक पाथेन, कोकले लुज गर्यो। पेप्सी खायो, त्यसले पेप्सी पनि पाएन, पानी खायो, पानी पनि पाएन, उसले त रियल जुस खाइदियो। भन्न खोजेको त्यो सेल्स एट द पोइन्टमा लुज गर्यो। तर टप अफ द माइन्ड रिकल गराउनलाई त्यो पसलेका या आउटलेटमा गएर माग्नलाई त्यो पुल स्ट्राटेजीले काम गर्यो। तर यो मैले कोक रामदेवको कुरा गरेँ, तर हाम्रो मार्केट कस्तो हो त? हाम्रो चाहिँ ठिक रिभर्स हो। हामी चाहिँ पुल होइन, पुश स्ट्राटेजीलाई एडप्ट गर्छौँ र हामी के गर्छौँ भने ट्रेडर्सलाई प्रमोट गर्छौँ र ट्रेडर्समा के भन्छौँ भने तिमी मसँग 10वटा कार्टुन लिँदा फेरि 2 फ्री ल्याउ न। सो तिम्रो प्राइस डिक्लाइन गर्छ अनि त्यो ट्रेडर्सलाई पनि राम्रो लाग्छ। 2टामा 2, 10मा 2 फ्री पायो भने उसले चलाइदिन्छ। हजुरले एउटा इन्ट्रेस्टिङ कन्भर्सेसन गर्नुभयो, म मिडियामै स्टिक गर्छु यसमा होइन। एउटा समय थियो जब यो पवनले भने मलाई होइन, यसो एटलिस्ट आई क्यान कोट पवन अन दिस होइन, अथेन्टिसिटीको लागि त कुर्छ नि त मान्छेले भनेर मलाई जमानामा भनेको कुरा हो यो होइन, जमानामा भनेको कुरा हो होइन। आजको समाज फ्ल्यास न्युजको समाज छ। कतिजना साथीहरूको आफ्नो बिजनेस चलिरहेछ फ्ल्यास न्युजले गर्दा होइन। त्यसलाई पनि गलत भन्न मिलेन। फेरि उनीहरूले त्यसमा के भन्छ गोल्ड स्ट्यान्डर्ड पाइसक्नु भएको छ, उनीहरूलाई त्यो आइसकेको छ कसरी गर्ने भनेर होइन। चुक्नुहुन्छ होला, त्यो आफ्नो ठाउँमा छ होइन, कति ठाउँमा उनीहरू पनि चुक्नुहुन्छ होला होइन। फ्ल्यास न्युजको जमाना छ मैसर। डु यु फिल लाइक द्याट कि मान्छेलाई इन्स्टेन्ट न्युज चाहिएको छ? मान्छेसँग टाइम स्प्यानै छैन होइन। मान्छेले त्यो भनौँ न, एकजना साथीले चाहिँ 3-4 जनालाई फोन गरेर चाहिँ यो सही हो कि गलत हो, यो नम्बर मिलाएछ कि छैन, 1जना हो कि 2जना हो कुर्न उहाँले 10 मिनट लाइन्जेलसम्ममा त्यहाँ अरू कसैले गएर चाहिँ हालिदिइसक्छ न्युज। हाल गिभ यु एक्जाम्पल। सबसे चित्त दुखाइको दिन हो यो मेरो होइन। यो भनौँ न, यो लगभग म 40 पुग्न आँटे, 3 वर्ष बाँकी छ होइन। एउटा जहाज खस्यो, त्यो जहाज खसिसकेपछि त्यो जहाज कुन हो पनि कसैले अथेन्टिकेट गरेन, हालिदियो 4-5 जनाले गएर डाङडुङ लगाएर। हामी यहीँ बसेर लाइभ गर्दैथ्यौँ, हामीले बसेर हेऱ्यौँ, 4वटा न्युज खोल्दाखेरि 4वटा डिफ्रेन्ट जहाजको नाम थियो। क्यान यु बिलिभ मेरो हालत के भयो होला? त्यसमा त एउटा जहाज प्रब्लम मेरै साथीले चलाएको होला होइन। भनिसकेपछि आजको दिनमा त्यो फ्ल्यास न्युज हार्ने होडबाजीमा र त्यो फ्ल्यास न्युजमा गएर चाहिँ इन्फर्मेसन प्रोभाइड गर्ने, मार्केटिङ पनि त्यसैमा गर्ने, सबै त्यो गर्नेलाई त्यो साथीहरूलाई चाहिँ के भन्नु मन छ हजुरलाई? र हजुरलाई चाहिँ एज अ मार्केट हो हजुरको पर्सपेक्टिभ चाहिँ यसमा के छ? समाज त्यो पनि त छ नि त समाज होइन। समाजमा हरेक किसिमको अडियन्स हुन्छ, त्यसलाई हामीले नकार्न सक्दैनौँ होइन। सो म कसलाई टार्गेट गर्छु? मेरो टार्गेट को हो त? हु डु आई वान्ट टु क्याटर होइन। यति बेला एउटा जहाज खस्यो भन्ने पहिलो न्युज होला होइन, ब्रेक भइसक्यो, लोकेसन सेकेन्ड होला होइन, त्यसपछि क्याजुअलिटिजको कुरा होला। क्याजुअलिटी ब्रेक भइसक्यो, एकछिनमा क्याजुअलिटीमा
स्टक ट्रेड गर्नलाई तलमाथि के भयो भनेर राइट हामी कहाँ छौँ भने कान्तिपुरको कुराबाट सोद्धाखेरि हामी के भन्छौँ भने हाम्रो डेटा रिलायबल र अथेन्टिक हुनु पर्यो ट्रस्टवर्दी तीनटाको कम्बिनेसन हामी हो हामी लेट हुन सक्छौँ तर हाम्रो डेटामा चेन्ज आउन सक्दैन हामीले भनेको नम्बर फरक हुनु भएन त्यसैले अघि कसैले फ्ल्यास न्युज त हेऱ्यो अब यसलाई अथेन्टिकेट गर्नु पर्यो हो कि होइन यो नम्बर यो एयरलाइन्स हो कि होइन भनेपछि उसले कान्तिपुर खोल्छ या कान्तिपुर टिभी खोल्छ हामी लेट छौँ अघिको स्पिडमा म गइरहेको छैन तर यो स्पिड मेरो स्लो हुँदा पनि मलाई डर चाहिँ छैन डेफिनेटली म एउटा कुरा रिलायबल के गर्न चाहन्छु भने कि हामीले लेखेको त्यो समाचार चाहिँ प्योर अथेन्टिक र ट्रस्टवर्दी हुनु पर्यो त्यसमा चाहिँ भेरिएसन आउनु भएन मैले अघि भर्खरै 10 जना लेखेँ लास्टमा 4 जना लेखिदिएँ र त्यो फ्ल्यास न्युज गर्ने मिडियालाई मान्छेले माफी पनि गर्छ नेपालमा मलाई चाहिँ गर्दैन किन म कान्तिपुर हो कान्तिपुर कान्ट बी रङ त्यो हामीले बिल्डअप गरेको पर्सेप्सन छ तपाईले हाम्रो क्लिप एकदमै एन्जोय गर्नुभयो होला अब पुरै भिडियो हेर्नको लागि चाहिँ युट्युबमा सब्स्क्राइब गर्न नबिर्सिनु होला व्यास मिडिया नेटवर्क